म जतन राई इन्डियन गोर्खा जनशक्ति फ्रन्ट भारतीय संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको एउटा जिम्मेवारी व्यक्ति र आज मसँग हुनुहुन्छ मेरो लेफ्टपट्टि हाम्रो संगठनको एडभाइजरज्यू राजु सुब्बा र त्यस्तै प्रकारले यहाँ हुनुहुन्छ हाम्रो सेन्ट्रल कमिटी ट्रेड युनियनको बसन्त दाजु। विशेष आज हजुर समक्ष यसरी हामी आउनुको मूल उद्देश्य अथवा हाम्रो औचित्य के रहेको छ भनेदेखिलाई हेर्नुहोस्, आज हामी देखिरहेका छौँ, हामीले अब्जर्भ गरिरहेका छौँ है, चिया बगानको जति जति यो चुनावहरू है नजिक आउँदै जाँदैछ, हाम्रो मेजर स्टेक होल्डर्स हो चिया बगानको श्रमिकहरू हैन। सबैभन्दा ज्यादा आज हामीले कुरा गर्न पर्दाखेरि पपुलेसनको आधारमा हेऱ्यौँ भने चिया बगानमा नै ज्यादा छन्। तर काहीँ न काहीँ आज चिया बगानको जति पनि है बुनियादी कुराहरू छ, जति पनि उहाँहरूको हकको अधिकारको कुराहरू छ, यो चुनावको समयमा हामीले ओझल भइरहेका देख्छौँ। ठुला ठुला कुरा हुँदैछ यहाँनिर है, तपाईहरूले देख्नु हुँदैछ सामाजिक सञ्जालतिर, तपाईहरूले मिडिया मार्फत जानकारी गराउनु हुँदैछ टोल टोलमा गाउँ गाउँमा। तर हामीले बुझ्यौँ, हामीले देख्यौँ खै हाम्रो श्रमिकहरूको है चिया बगानमा आश्रित जति पनि निमुखा जनताहरूको कुरा नै भएको छैन। यो अति नै पहाडको विडम्बनाको कुरो हो है, पहाडको परिचय बोकेको, पहाडको परिचय है, हाम्रो धरोहर है, र सबैभन्दा ज्यादा आश्रित आर्थिक रूपमा, शोषित आर्थिक रूपमा, र यो राज्य लगायत यो देशलाई नै ठुलो ठुलो पुँजी दिने, प्रत्येक वर्ष पुँजी दिने, युगदेखि पुँजी दिने हाम्रो श्रमिकहरूको कहीँ पनि सुनाइ भएको छैन। यसकारण है हामी भन्न चाहन्छु स्पष्टसँगले यो कुरा, फेरि पनि म दोहोऱ्याउन चाहन्छु, घरिघरि मैले यो कुरा भनिरहन्छु, यो राजनीतिक विषय पटक्कै होइन। मिनिमम वेजेस भनेको यो संविधानभित्र पर्ने, कानुनभित्र पर्ने है, यो मानवीय संवेदनाको कुरो हो। मैले घरिघरि भनिरहन्छु र म आज जति पनि संस्थाहरू छन्, जति पनि श्रमिकको हितार्थको निम्ति सोच राख्ने इन्डिपेन्डेन्ट हाम्रो जति पनि इन्स्टिट्युसनहरू छन्, बडिजहरू छन्, एनजिओजहरू छन् है, म उहाँहरूलाई पनि आज आह्वान गर्न चाहन्छु। विशेष रूपले म यो पनि भन्न चाहन्छु स्पष्टसँगले, हेर्नुहोस्, श्रमिकको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन, कुनै पार्टी हुँदैन। श्रमिकको पहिचान एउटै हो। श्रमिकको पहिचान के हो भनेदेखिलाई पसिना हो, श्रमिकको मेहनत हो, श्रम नै उहाँको साँचो परिचय हो। यसैले हामीले श्रमिकलाई कहिले पनि राजनीतिक परिधिभित्र बाँध्न हुँदैन। यसै कारण हामी अब के गर्न चाहन्छौँ भनेदेखिलाई समस्त जति पनि हितार्थको निम्ति काम गर्नेहरू श्रमिकहरू उहाँहरूलाई एकीकृत, साथसाथै उहाँहरूलाई आज विशेष गरेर हामी पत्रचार पनि गर्न चाहन्छौँ। पत्रचार गरेर हामीले उहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। हेर्नुहोस्, हामीले चिया श्रमिकहरूको निम्ति मिनिमम वेज डिमान्ड कमिटी बनाउन नितान्त मलाई लाग्छ यो समयको आवश्यकता हो होइन कि कसो भन्नुहोस्, यो समयको आवश्यकता हो। यसै कारणले आज हामीले एउटा चिठी तयार बनाएका छौँ र यो चिठी हामी जति पनि सङ्घ संस्थाहरू छन् जसले चाहिँ आज यो समाजको निम्ति, यो क्षेत्रको निम्ति, यो माटोको निम्ति कामहरू गरिरहेका छन्, उहाँहरूलाई आज हामी निमन्त्रणा पत्र दिन चाहन्छौँ। र यो निमन्त्रणा पत्र गएपछि चाँडै नै उहाँहरूसँग हामी एउटा सभा पनि राख्नेछौँ है। हेर्नुहोस्, श्रमिकको विशेष गरेर कुरा गर्न पर्दाखेरि हामी घरिघरि भनिरहन्छौँ है, हामी घरिघरि भनिरहन्छौँ मिनिमम वेजेस भनेको के हो त। हेर्नुहोस्, यो मैले भनेको होइन, म एउटा व्यक्तिले भनेको होइन होइन, यो एउटा कोडले भनेको, आइएलओ है, लेबरको एउटा अन्तर्राष्ट्रिय संगठन छ, आइएलओले भनेको मिनिमम वेजेस इज द एब्सोल्युट लोएस्ट, बिलो दिस लिमिट इज इलिगल एन्ड आर्बिट्रेरी भनेको छ। तर आज चिया उद्योगमा तपाईँले देख्नु हुँदैछ त यो मिनिमम वेजेस लागू भएको छैन। के कारणले लागू भएको छैन? यो कसले, यो कुराहरू कसले बोकिदिने, यो पीडाहरू कसले अगाडि लगेर है सरकार समक्ष प्रस्तुत गर्ने, यो खालको विडम्बनाको कुरोहरू छ। मिनिमम वेजेस कोर्टले भनेको, सुप्रिम कोर्टले भनेको प्राइस अफ डिग्निटी भनेको छ। खै हाम्रो डिग्निटी, खै हाम्रो डिग्निटी यो एआई को युगमा है, देशको जीडीपी, तपाईँहरू त अध्ययनशील व्यक्तिहरू हुनुहुन्छ, तपाईँहरूलाई याद छ देशको जीडीपी यति माथि गएको छ भनेदेखिलाई आज त्यो देशको यति लामो जीडीपी भएकोमा हाम्रो अङ्क कहाँ पर्छ, एउटा श्रमिकको अङ्क कहाँ पर्छ? यो बुद्धिजीवीहरूले, ठुला ठुला कुरा गर्नेहरूले, मोटो मोटो टाई लाउनेहरूले, रातो पिरो गाला भएको ठुलो ठुलो कन्फरेन्समा भाग लिनेहरूले है, यो कुरो मनन चिन्तन गर्नुपर्छ। यो यथार्थ हो।
यो धरातलको यथार्थ हो। धरातलको यथार्थ यही हो। धरातलको यथार्थ भनेको गाँस बाँस र कपास हो। हाम्रो माग क्लियर कट छ, बुझ्नुभयो त? हाम्रो माग क्लियर कट छ। मिनिमम वेजेस अब लागू गर्नुपर्छ सरकारले। हामीले समस्त पहाडको श्रमिकहरू लगायत तराई डुवर्स क्षेत्रका श्रमिकहरूलाई एकीकृत पार्ने एउटा मञ्च तयारी पारेका छौँ, जसलाई हामीले नाम दिएका छौँ श्रमिक समागम सङ्घर्ष समिति अथवा। अरे यही तत्त्वधानमा हिजोअस्ति मात्र हामीले 9 तारिकको दिन श्रमिक भवन, जहाँ चाहिँ यो राज्यको श्रम मन्त्री आएर सभाहरू ढाक्ने गर्दछ, हामीले न्याय माग्नको निम्ति त्यही गयौँ है। हामी स्पष्टसँगले भन्न चाहन्छौँ, हेर्नुहोस्, यो चुनावभन्दा अगाडि विशेष गरेर श्रमिकहरूलाई तपाईहरूले न्याय दिएको हुनुपर्छ, जस्टिस दिएको हुनुपर्छ। हामी हाम्रो विचारमा, हाम्रो अब्जेक्टिभमा क्लियर छौँ। र अर्को कुरो, म यहाँका मोटा है आफ्नो ढुकुटीहरू टन्न भरेर बाहिरतिर ठुला रेजर्टहरू बनाउने, ठुला उद्योगहरू सम्हाल्ने ती व्यक्तिहरूलाई म प्रश्न गर्न चाहन्छु। आज तपाईहरूलाई याद छ, तपाईहरूले भन्नु भएन त 17 र 18 तारिक के भयो? मेफेयर होटलमा के भयो? चम्ता मेफेयर होटलमा, टी मेफेयर होटलमा के भयो? पहाडको मान्छेहरूलाई याद छ? यो याद छ? याद छैन? तपाईहरूलाई त संज्ञानमा राख्यो होला, निश्चय नै राख्छ। तपाईहरू त स्टेक होल्डर्सहरू हुनुहुन्छ। तपाईहरूले रेजर्टहरू बनाउनु हुँदैछ ठुला। हेर्नुहोस्, स्पष्ट छ। म आज तपाईहरूको माध्यमद्वारा म तपाईहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। हाम्रा प्रेसका जति पनि दाजुभाइहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। तपाईहरूले टोलसम्म, जनसम्म यसरी लुकाएको आवाजहरू पुर्याउन पर्छ। तपाईहरूलाई धेरै धेरै धन्यवाद। कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री CII ले 17-18 तारिक एउटा अधिवेशन गर्यो, एउटा कन्फरेन्स गरेको छ। त्यो 9औं टी फोरम कन्फरेन्स, बुझ्नुभयो त? यो टी बोर्ड अफ इन्डियाको तत्त्वधानमा भएको कुरो हो। गभर्मेन्टको मेकानिजमहरू साथसाथै CII कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री, त्यहाँ के चर्चा भयो त? टी फोरम भन्दैछ भनेदेखिलाई के हामी स्टेक होल्डर छैन? श्रमिकहरू स्टेक होल्डर छैन? के श्रमिकहरू चाहिँ मसिन हो, रबट हो, तपाईहरूलाई खुन पसिना दिने, तपाईहरूको ढुकुटी मात्र भर्ने? नेताहरूले कान खोल्नुपर्छ, आँखा खोल्नुपर्छ। तपाईहरूलाई संज्ञानमै राखेर चम्ता टी गार्डन, तपाईँको मेफेयर होटलमा एउटा अधिवेशन गरियो। फोकस केलाई राख्यो? तपाईलाई याद छ? श्रमिकहरूको लागि कुरा भयो? भएन, शून्य भएन। त्यहाँ ठुला कुरा भयो। के को निम्ति कुरा भयो भन्नुहोस् त? के को निम्ति कुरा भयो भन्दाखेरि एक्सपोर्टको स्तर बढाउने अरे, एडभान्स गर्ने अरे, नयाँ मेकानिजमहरू ल्याउने अरे है। साथसाथै डरलाग्दो कुरो, हाम्रो माटोको पनि त्यहाँनिर कुरा भयो। माटोको कुरा कसरी उठ्यो भन्दाखेरि उहाँले टी टुरिज्मको कुरा गर्दै सरकारलाई धन्यवाद पनि दियो। के को निम्ति भन्दाखेरि 30% ल्यान्डको निम्ति, जुन प्रकारले कन्भर्जन फर टी टुरिज्म एन्ड लाइट बिजनेस सर्भिसेस भन्ने एउटा ग्याजेट नोटिफिकेसन निकालेको थियो। त्यो अधिवेशनमा मूल चर्चा यसको पनि भएको छ। के यो गम्भीर विषय होइन? यो गम्भीर विषय होइन? मलाई त लाग्छ अब टोलमा हाम्रा जति पनि हितार्थ, श्रमिक हितार्थ, साथसाथै यो माटो बचाउने अभियानमा लागि परेका छ, हाम्रो जाति बचाउने अभियानमा लागि परेको छ, उहाँहरू जागरुक हुनुपर्छ। यसैले यो समस्त जति पनि NGO इन्डिपेन्डेन्ट फोरम्सहरू छन्, उहाँहरूलाई हामीले आग्रह गर्न यसरी आज उपस्थित भएका हौ। उहाँहरूलाई हामीमाथि ठुलो प्रकोप आउँदैछ, हामीलाई आर्थिक चपेट, साथसाथै अन्य थरीको चक्रव्यूहहरू रच्ने संयन्त्रहरू हुँदैछ। हामी उहाँहरूलाई विनती गर्न आएका हौ र यो चिठी आज नै हामीले उहाँहरूको हातमा है हामी जिम्मा लाउनेछौँ। हामीलाई लाग्छ उहाँहरूले यो हाम्रो जति पनि एउटा आग्रह छ, यो माटो बचाउने,
श्रमिकहरूलाई न्याय दिने, आर्थिक न्याय, उहाँहरूलाई सामाजिक न्याय दिने, उहाँहरू पनि हामीसँग जोडिनुहुन्छ। अथवा यो जुन चाहिँ एउटा चेतनाशील माटो बचाउने अभियान है, तपाईँको यो उद्योग बचाउने अभियान छ, उहाँहरूले पनि हामीसँग हातेमलो गर्नुहुन्छ, होम हैसे गर्नुहुन्छ भन्ने हामीलाई पूर्ण आशा लागेको छ। धन्यवाद। जय श्रमिक। चुनाव आउँछ तब मात्रै यो मिनिमम वेजेसको कुरा हुन्छ। ठिक प्रश्न गर्नुभयो तपाईँले है, मजा लाग्यो। हेर्नुहोस्, हामीले मिनिमम वेजेसको कुरा अहिलेदेखि गरेको होइन है, हामीले धेरै अगाडिदेखि नै हामीलाई याद छ। हेर्नुहोस्, मिनिमम वेजको डेफिनेसन के हो? फर्स्ट अफ अल वी हेभ टु अन्डरस्ट्यान्ड दिस है। मिनिमम वेजेस भनेको के हो त? मैले भनिहालेँ त है। आईएलओले के भनेको छ भने एब्सोल्युट लोएस्ट जुन चाहिँ उहाँहरूले राखेको छ होइन, लोएस्ट, त्यसलाई चाहिँ मिनिमम वेजेस। अन्य वेजेसहरू पनि छ नि त, तपाईँहरूलाई याद छ आइटी सेक्टर छ होइन, ठुला ठुला कल कारखानाहरू छन् होइन। आइटी सेक्टरमा त इन्डिया त भयङ्कर एडभान्स भइसकेको छ, म्यानुफ्याक्चरिङ सेक्टरमा पनि भयङ्कर एडभान्स भइसकेको छ। त्यहाँ लागु हुन्छ लिभिङ वेजेस, बुझ्नुभयो? लिभिङ वेजेस, फेयर वेजको पनि कुरा छ। हामीले लग्जरी मागेका होइनौँ नि है, हामीले फेयर वेज मागेको होइनौँ है, हामीले के मागेको? मिनिमम वेजेस मागेको हो, बुझ्नुभयो? त लिभिङ वेज पनि मागेका होइनौँ हामीले। हामीलाई त हाम्रो पेटमा लागेको आगो छ, हाम्रो शिक्षा, हाम्रो लालाबालाको, हाम्रो फ्युचरहरू टुङ्गो लाग्नुपर्छ भन्ने हेतु जो चाहिँ संवैधानिक कुरो हो है, अनडेमोक्रेटिक माग होइन, यो वैधानिक माग हो, कानुनी माग हो, बुझ्नुभयो त? खै त अन्त हाम्रो दाजुहरूले यो कुराको उठान गरेको के तपाईँहरू ठुलो कुरा खालि गरेर? मैले भने त धरातलको यथार्थ के हो? धरातलको यथार्थ के हो? हामीलाई चिया श्रमिकहरूलाई आजको दिनमा ठुलो ठुलो भवन चाहिएको छैन नि, चाहिएको छ के चाहिएको छ? लालाबालाको शिक्षा टुङ्गो लाग्नुपर्छ, स्वास्थ्य टुङ्गो लाग्नुपर्छ, पेटमा आगो लाग्नु हुँदैन। यति हो, स्पष्ट छ हाम्रो माग, क्लियर कट। धन्यवाद, थ्याङ्क यू। सुन्नुहुन्छ के भन्छ, बिफोर इलेक्सन यो भएको हुनुपर्छ भन्ने। हजुर, अब यदि इलेक्सन बिफोर इलेक्सन भएन भने तपाईँको रणनीति के हुनेछ त्यहाँदेखि? हामी लगातार लागि पर्नेछौँ। हामीले यो अभियान चलाएको छौँ। यो अभियान के हो भनेदेखिलाई मैले भनिहालेँ, श्रमिकको कुनै झन्डा हुँदैन, श्रमिकको कुनै जात हुँदैन। श्रमिक चिनिन्छ भनेदेखिलाई श्रम र पसिनाले चिनिन्छ, पहिचान नै त्यही हो। जोडिनु पर्यो, चेतना खोल्नु पर्यो। जति पनि हितार्थको निम्ति काम गर्ने व्यक्तिहरू छन् है, यो जग्गाको निम्ति, यो माटोको निम्ति, उहाँहरू एकत्रित हुनु पर्यो। यो राजनीतिक माग होइन। राजनीतिक माग छिनाफाना गर्नु साह्रो पर्ला हो कि होइन भन्नुहोस्? हामीले भूगोलको कुरा गरेको होइनौँ नि होइन, हामीले इतिहासको पनि कुरा गरेको होइनौँ। हामीले कुरा गरेको भनेको डिग्निटीको, पेटको कुरा गरेको, स्वास्थ्यको कुरा गरेको हौ, रोजीरोटी कपासको कुरा गरेको हो हामीले, त्यति मात्र। जोइन फोरम पनि छ नि तपाईँहरूको, त्यहाँबाट चाहिँ तपाईँहरूले किन भन्नु सक्नु? हामीले यहाँनिर यही मञ्चबाट सायद धेरै वर्ष अगाडि स्पष्ट हामीले पारिसकेका थियौँ है। हेर्नुहोस्, जोइन्ट फोरममा हामी धेरै राम्रो कामहरू पनि गऱ्यौँ है। उहाँहरूसँग एउटा बुलन्द आवाज हुनुपर्छ, एकीकृत हुनुपर्छ होइन। त्यो एउटा उदार सोच लिएर है, होम हैसे हामीले गरेका हो। तर यहाँनिर श्रमिकको निम्ति ठुला ठुला मञ्चहरू सजाइए, तपाईँहरूलाई याद छ यो कुरो? ठुला ठुला मञ्चहरू सजाइए। तर जब श्रमिकको निम्ति हामी आन्दोलित बनेका थियौँ, हेर्नुहोस्, जब हामी आन्दोलित बने, यही नजिकको सडक हो, म त्यो सडकमा उभिएका थिएँ। मसँग मेरो साथी भरतज्यू पनि हुनुहुन्थ्यो, कोही पनि हुनुहुन्थेन, आएन साथीहरू, बुझ्नुभयो? त्यो प्रकारको चलखेलहरू भएको थियो। कोही त झन् बिमारी पनि भएको थियो, मञ्चमा उभिनु सकेन उहाँहरू। किनभने मञ्चमा कस्तो खालको ताप राप थियो भन्नुहोस् त? सरकारको राप थियो, बुझ्नुभयो? आजको दिनमा श्रमिकको निम्ति हामीलाई प्रशासनले दबाउ गर्छ भनेदेखिलाई यो भन्दा श्रमिकको हितार्थको निम्ति, हामीले पुण्यको निम्ति काम गर्दाखेरि सरकार हामी माथि लागि पर्छ भने यो भन्दा पुण्यको काम त अरू केही पनि हुनु सक्दैन नि, के कसो भन्नुहोस्? भनेपछि अहिले तपाईँको भनेअनुसार जोइन्ट फोरमले गरेन त अहिले जोइन्ट फोरम उहाँहरूलाई पनि म शुभकामना दिन चाहन्छु। हामी छैनौँ, हामी त्यही दिनदेखि जब हामी निसासियो है, त्यो बन्द ढकनीले बन्द गरेको जस्तो अवस्था थियो। यो गर्नुपर्छ साथीहरू, यस्तो कामहरू गर्नुपर्छ भन्दाखेरि अलिकति न्युट्रलाइज, मतलब बुझ्नुभयो होइन? तपाईँहरू जोइन्ट फोरमबाट अलिकति निस्किदिनु भयो। हामी निस्क्यौँ। हामीले त यही सायद यहाँनिर हामीले स्पष्ट कुरा पनि राखेका थियौँ है। तपाईँहरूले एउटा भिडियो क्लिप्स निकाल्नु सक्नुहुन्छ। मैले भनेको हामीलाई निसासिएको अनुभव भयो। कारण किन भनेदेखि जब श्रमिकको निम्ति ठुला ठुला मञ्चहरू सजाइए
त्यो मञ्चले उहाँहरूलाई पोल्यो, त्यो मञ्चले उहाँहरूलाई घोच्यो। बुझ्नुभयो?